हेलो फ्रेंड्स, वेलकम बैक माई यूट्यूब चैनल। हामी सबैजना सन्चै आराम हुनुहुन्छ होला भनेर आज नयाँ दिनसँग नयाँ भिडियो स्टार्ट गर्दैछु। आज म किचनमा छु, किचनबाट भिडियो स्टार्ट गर्दैछु। आज म के खाना बनाउँदैछु स्पेशल। आज किचनमा स्पेशल के चिज पाक्दैछ हेर्दै गर्नु होला। यहाँ मैले प्याज काँक्रा आलु यता फेरि मैले यहाँ आलु उसिन्दैछु। यहाँ मसँग अमिलो यस्तो अमिलो दही छ। यहाँ मसँग टक्क यसको म चुकौनी बनाउँदैछु। साथीहरू, मैले यहाँ चुकौनी बनाउनलाई काँक्रो कोरेर आलु काटेर प्याज चट्ट काटेर राखेको छु। अब तड्का लाउँछु, झान्छु। झान्नको लागि यहाँ मसँग तोरीको तेल छ। तोरीको तेल राखेँ। यहाँ एउटा रातो खुर्सानी काटेर राखेको छु, एउटा रातो खुर्सानी सिङ्गे राखेको छु। अब यसमा मैले स्वादअनुसार नुन, त्यसपछि यहाँ मसला छ, मसला सिद्धिया रहेछ। उतापट्टि डब्बाबाट झिक्न पर्ने हो, अहिले पो पुग्छ। मेन चुकाउनलाई चाहिने भनेको दही हो। यहाँ दही छ मसँग, टक्क कस्तो डल्ला दही छ, यस्तो डल्ला परेको दही। भएपछि पुग्छ। यहाँ तेल तातिसकेको छ। जिरा, खुर्सानी, यसमा मैले टक्क थोरै बेसार, मजाले प्याज हाल्नै पुग्दैछु म। प्याज राखेर अब चलाउनु पर्छ यसलाई मजाले। एकछिन सबै यो यसरी फुटालेर सुकाउने रेडी भयो साथी। यता मेरो पाक्दैछ लौका र आलुको सब्जी, पाकिसक्यो। अब टक्क लाएर अब रोटी बनाउँछु। मैले चुकाउने चाख्न दिन्छु लाएर। रियाक्सन हेरौँ है साथी, कस्तो रियाक्सन आउँछ। टेस्ट गर्नु कस्तो हुन्छ, रियाक्सन दिनु। मेरो छोरोको रियाक्सन प्याज गनाउँछ मेरो छोरोलाई। रियाक्सन दिनु भने ड्याडीको रियाक्सन देखिसक्नुभयो साथीहरू, कस्तो रियाक्सन आएको थियो चुकाउने खाँदा। अब म पिठो मुस्न छ, रोटी बनाउँछु। रोटी खान पर्यो। आज एकादशी हो, भजन पनि हो। हामी भजनमा जान्छौँ आज। हजुरहरूकोतिर मन्दिर नजिक छ कि छैन, भजनमा जान्छ होला। हाम्रो यहाँ नजिक छ मन्दिर, भजनमा पनि जान्छौँ। रातिमा एकादशीमा सधैँ भजन हुन्छ हाम्रो ठाउँमा। रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगीमा। चुन्जली रमाइलो गर्नुपर्छ। ओ सेतु, यो सेतु यति कराउँछ साथीहरू, यसले केही पनि खान्न।
यसलाई दुध भात दिए पनि खान्न, मासु भात दिए पनि खान्न, यसलाई दाल भात दिए पनि खान्न, खाली कराएको कराई गर्छ बाख्रा चाहिँ। यसलाई के गर्ने होला, के खान दिने होला। आइज पक्का फोल्यो टिको टिको। अब हाम्रो खान बेला भयो। खाना खाने बेला भएको छ हाम्रो। यहाँ मसँग चुकौनी, लौकाको तरकारी, रोटी, खाऊ न फर्स्ट फ्राइड खाएला। मत सुन्दैन क्या। के घन्टे 50 गरिदिनु। मलाई बोली भन्छ हेर्नु न यसले। फोरी हो यो मोमो फोरी। यसलाई गइ पनि लाइक नगर्नुस्। सब्स्क्राइब हाम्रो भिडियोलाई युट्युब चाहिँ सार्दा पार्नु लाइक गरिदिनुहोस्। हुन्छ अरू पनि भिडियो ल्याउँछ हामीले। आजको लागि चाहिँ यति नै। बाई बाई टाटा। अब हामी कहाँ जाने हो? अब हामी मन्दिरको भिडियो पनि देखाउँछौँ। हेर्नु होला शिवालय मन्दिर टोलको भजन एकादशीको। हेर्नु होला। बाई बाई। आजलाई यति नै। फेरि भेट्नेछु नेक्स्ट भिडियोमा। बाई बाई। हेलो।